आदरणीय कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार। आज चाहिँ मैले तपाईँहरूलाई यो गोलमेडा खेती सम्बन्धी सानो एउटा भिडियो लिएर उपस्थित भएको छु। मेरो चाहिँ यो साउनको पहिलो हप्तामा प्लान्टेसन गरेको बिरुवा हो। यो सँगै अरू किसानहरूले पनि गोलमेडा लगाउनु भएको थियो र मेरोमा चाहिँ मल्चिङ त्यसपछि थोपा सिँचाइ रहेको छ। अनि यो मैले चाहिँ अरू केही पनि उद्देश्य होइन, मल्चिङ र थोपा सिँचाइको प्रयोग गर्दा के फरक हुन्छ भन्ने कुराहरू चाहिँ मैले प्रस्तुत गर्न खोजिरहेको छु। अब मेरो सँगै रोप्ने धेरै किसानहरूले गोलमेडा उखालेर अर्को बाली लगाइसक्नु भएको छ भने मेरोमा चाहिँ गोलमेडा मस्त फलिरहेको छ, फुलचिचिला गरिरहेको छ। यो फेरि पुनः पाइटाहरू यसरी पाइटा पलाएर दानाहरू लागिरहेको छ। यसको अर्थ चाहिँ के हो भने हामीले खेती गर्दा चाहिँ अलिकति व्यावसायिक खेती गर्ने मान्छेले अलिकति चाहिँ प्रविधिको प्रयोग गरेर मलखाद व्यवस्थापनमा ध्यान दिन सक्यो भने चाहिँ राम्रो लाभ लिन सकिन्छ कि भन्ने उद्देश्यले मैले यो भिडियो बनाएको हो। यसमा चाहिँ अरू केही पनि होइन, यसमा अरू अर्थ नलागोस्। हस्त, धन्यवाद।